पाठेघरको अपरेशन गराउन सही सलामत जनकपुरको गोदावरी अस्पताल पुगेकी महिलाको मृत्यु भएपछि आफन्तीको आक्रोश। डाक्टरको गम्भीर लापरवाहीका कारण बिरामीको ज्यान गएको भन्दै आक्रोशित आफन्तीले गरे अस्पताल तोडफोड, अवस्था तनावग्रस्त। जनकपुर धामको गोदावरी मोडर्न हस्पिटलमा पाठेघरको शल्यक्रियाका लागि पुगेकी महिलाको ज्यान गएपछि यति बेला त्यहाँको अवस्था तनावग्रस्त बनेको छ। धनुषाको गणेशमान चारनाथ नगरपालिका 1 की 40 वर्षीय उर्मिला देवी यादवको बुधबार साँझ अस्पतालमा मृत्यु भएको हो। घटनापछि आफन्तले उपचारमा चिकित्सकै चरम लापरवाही भएको आरोप लगाउँदै प्रदर्शन गरेका छन्। अवस्था तनावग्रस्त भएपछि प्रहरीले मृतकका 2 जना आफन्तीलाई नियन्त्रणमा लिएको छ। मृतकका भान्जा आकाश यादवका अनुसार स्त्री रोग विशेषज्ञ डाक्टर सुरेन्द्र कर्णको सल्लाहमा आवश्यक जाँच गरी अपरेशन थिएटरमा लगिएको थियो। त्यहाँ शल्यक्रिया अघि बेहोस गर्ने क्रममा उनको मृत्यु भएको हो। सामान्य अवस्थामा माइजो अपरेशनको लागि पुग्नु भएको थियो। ल्याब जाँचको रिपोर्ट एकदमै सही पनि थियो। यादवले सुनाएका छन्। उनले साँझ 7 बजे नै मृत्यु भएको दावी गर्दै राति 9 बजे मात्रै अस्पतालले मृत्युको खबर दिएको आरोप लगाएका छन्। मृतकका 2 छोराछोरी छन्। आफन्तजनले शव बुझ्न अस्वीकार गरिरहेका छन्। घटनापछि आफन्तले छानबिन गरी दोषी चिकित्सक सहित अस्पतालमाथि कारवाहीको माग गर्दै क्षतिपूर्ति भराउन भनेका छन्। आक्रोशित आफन्तले अस्पताल तोडफोड गर्न थालेपछि 2 जनालाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेश बमले बताएका छन्।